ल साथीहरू आज एउटा स्मार्ट इन्भर्टर हेर्दै थिएँ अनि यसो सेयर गर्न मन लाग्यो। यसमा चाहिँ खासै त्यस्तो केही समस्या चाहिँ छैन, नर्मली चेकिङको लागि आएको, तर लुज सुजले गर्दाखेरि यसो अलिकति गरेको। अनि यतापट्टि अलिकति एउटा फ्युज स्विचको प्रब्लमहरू थियो गरेर अनि हेर्दैछु। खास गरेर चाहिँ लुजले गर्दाखेरि नै यो समस्या क्रिएट भएको हो जस्तो लाग्छ। अब यो इलेक्ट्रोनिक्समा के हुन्छ भने लगभग हामीले जबसम्म चेक गर्दैनौँ तबसम्म कन्फर्म नै हुँदैन कि। ल सबै टाइट गरियो, अहिले सेक्सन पनि ओके छ, यता पनि ओके, ज्याकहरू पनि ओके भयो, फ्यान सेन्सिङ यो सबै ल डन। अब ब्याट्री जोडौँ है, ब्याट्री जोड्दैछु म। ब्याट्री जोडियो, यतिको भयो। अब यसलाई अन गरियो, यो अलिक मधुरो रहेछ, अन नै रहेछ होइन, ठिक छ। अब म यहाँ आउटपुट हालिरहेको छु साथी होइन। 24 एम्पियर आउटपुट करेन्टली यो यस्तो छ। यो चाहिँ अब डिस्चार्जिङ एम्पियर 24 पोइन्ट छ होइन। अब मेन्स दिउँ, मेन्स दिँदाखेरि मेन्स आयो। यसको पनि एलइडी बडो मधुरो छ है, एलइडी पनि मधुरो छ। चार्जिङ एम्पियर आइसक्यो हेर्नुहोस्, अघि 24 थियो, अहिले 15 एम्पियरको चार्जिङ छ है। यो चाहिँ इन्भर्टर ओके नै रहेछ। अलिअलि त्यो लुज सुजले गर्दाखेरि चाहिँ समस्या भएको रहेछ। यो सोलर पिसियु हो, 11 सेभिएको, मस्त काम गर्छ। सोलर हजुरले कति 1000 वाटसम्म हाल्न मिल्छ होला, अब लेखेको छैन होइन। 1.1K भनेर लेखेको छ। अब पिसियुमा के हुन्छ भने जति बिहेको इन्भर्टर हो त्यति नै वाटको सोलर पनि हाल्न मिल्ने क्यापेसिटी भएको हुन्छ। त्यसले गर्दाखेरि यसको त्यही नै होला, 1100 वाट सोलर हाल्न मिल्छ होला।